अर्घाखाँची जिल्लाको अर्घा भगवती मन्दिरमा आज कोजाग्रत पूर्णिमाको दिन ठुलो मेला लाग्ने गर्छ। यो ठाउँमा आज कोजाग्रत पूर्णिमाको दिन अर्घा भगवती मन्दिरको दर्शन गर्नको लागि अर्घाखाँची लगायत गुल्मी, प्युठान, बागलुङ, रूपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रबाट दर्शन गर्न आउने महानुभावहरू अत्याधिक धेरै मात्रामा हुनुहुन्छ। सम्पूर्ण महानुभावहरू तपाईहरू पनि यो ठाउँमा भ्रमणको लागि आउन सक्नुहुन्छ र यो ठाउँमा दर्शन गर्नको लागि पनि आउन सक्नुहुन्छ। अर्घाखाँची जिल्लाका मुख्य पर्यटकीय स्थलमध्ये यो पनि निकै अगाडि रहेको पर्यटकीय स्थल हो। यहाँ आज सराय नाच हुने र विभिन्न किसिमका कार्यक्रमहरू हुने गर्छन्। आज अर्घा मन्दिर त्यसै गरी मसुरेबाट रानीगैरामा ठुलो भिड लाग्ने गर्छ। मैदान